ल है अब बिहान सुत्ने पनि दिँदैन रहेछ हौ। यता गाउँमा टाइम 3 देखि बालेले के गरेर यस्तो हस आएर अब ल है नमस्ते। यता रुखा बुछानबाट अहिले म चाहिँ यता बिहान यस्तो राम्रो जग्गामा अब वाक जाँदैछ कि यो सिनहरू देखाउँछु ल म। अब वाकिङ भ्लग है। वाह रुखा गाउँ है। ल है कुजुजाङपो नमस्ते सबैजना। अब यता भुटानबाट धेरै गाउँ अब साह्रै रिमोट भिलेज म यस्तो छ यतापट्टि चाहिँ के अरे यो तिर खेल्नेको यो बाँस अब म चाहिँ बिहान उठ्यो कि किनकि अब यो के अरे गाउँमा यस्तो बस्दा त 3 बजीदेखि अब बालेले कुखुराले अब साह्रै किकिर्की गरेर सुन्ने पनि नदिँदो रहेछ नि। अब बिहान त्यसले गर्दा एकखेप उठेर अब वाक जाँदैछ कि यो चाहिँ हाम्रो फार्म रोड हो यता। अन्त यताको मौसम चाहिँ अहिले साह्रै चिसो, तर हिउँ त परेको छैन अहिले। कति चिसो पनि अब आयो भने हिउँ छैन रहेछ। अन्त के अरे अब यस्तो रहेछ यो चाहिँ गाईमा दिने यो रुख उसको पाता चाहिँ गाईमा दिन्छ नि हामीले। ल जग्गा चाहिँ कति राम्रो रहेछ हौ। यता हेर्नुहोस् न सबै डाँडाको मुनि यता पनि डाँडा उता पनि डाँडा हेर्नुहोस् न यता पनि डाँडाले सबै सराउन्डेड यस्तो गरेर अब कञ्ची तिमी खलमीले दिता बुरा मेरो माया छ आइना कञ्चिङ बेसा आऊ मेरो माया बुम्छेलु हे कान्छी बुङ्गालु गानामे हे कान्छी बुङ्गालु गानामे। यो चाहिँ सङ्घार के अरे यो नेपाल मिसाको सङ। घुम्दै म तिमीलाई पर्खिबसौँला घुम्दै म तिमीलाई पर्खिबसौँला आउन कान्छीङ बेसा आऊ मेरो माया बुम्छेलु हे कान्छी बुङ्गालु गानामे हे कान्छी बुङ्गालु गानामे। यस्तो छौ हामी
पहिला सानो सानो बस्दा यो चाहिँ हामीले ढुर्कापाती भन्छ मेरो भाषामा चाहिँ अब कुनै तपाईँहरूले के भन्छ यो चाहिँ हामी सानो भन्दा यस्तो खेल्छ नि यस्तो गरेर यो चाहिँ आवाज आउँछ कि यस्तो अन्त यो आउँदा त मान्छे बोलाउनेको लागि उही अन्त हामी सानो बस्दा त कसले आवाज बेसी आउँदैछ यस्तो खेल्छ टक आउँछ नि हेर्नुहोस् मर्ने रहेछ हौ अब यता के अरे गाउँमा चाहिँ कम्युनिटी भाइटलिटी cooperations within them among the people is very nice, you know, like they clean the road without having to tell, without having to instruct by anyone else, and it is totally a volunteer work. So अनि उनीहरूले अब भलिन्टियर गरेर यस्तो बनाउँदैछ नि रोडहरू हेर्नुहोस् न घाँसहरू सबै काटेर यति राम्रो रहेछ गाउँमा ल अन्त गाईहरू चाहिँ उता मुनि के अरे यो यस्तो हेर्दा अन्त यो गाउँ चाहिँ टाउन प्लानिङ जस्तो डिजाइन गरेको जस्तो रहेछ हौ अब बिचमा चाहिँ उनीहरूको यो के अरे खेत छ नि बिचमा यस्तो बिचमा उताबाट सबै बिचमा खेत अन्त उसको घुमेर यस्तो घुमेर चाहिँ सबै घर अन्त बिचमा चाहिँ जग्गा राम्रो राखेको छ नि उनीहरूले काम गर्ने सब्जी रोप्ने खेत काम गर्ने अन्त बेसी त खेत रोपेको छ अन्त तोरी पनि रोपेको छ यस्तो रहेछ हौ ल गाई गोरु पनि अब विन्टरमा यस्तो राखेको छ हेर्नुहोस् यस्तो रहेछ नि अन्त हेर्नुहोस् न यताबाट चाहिँ अब के अरे सबै खेत अन्त घुमेर चाहिँ सबै घर बनाएको छ कि हेर्नुहोस् न गाई गोरुहरू यस्तो रहेछ अन्त के अरे यता आउँदा त अब हामी पनि गाउँको मान्छे जस्तो हुँदैछ नि किनकि यता टिभी एन्टरटेनमेन्ट प्रोग्राम चाहिँ अब के छैन रहेछ कि अब तिर खेल्ने खुरु खेल्ने अब यस्तो के अरे खेतमा फुटबल अलिअलि खेल्ने यो पनि हामीले त कहाँ सक्छ होइन अब उनीहरू सधैँ यता बसेको मान्छेहरूले चाहिँ अब उनीहरूको खुट्टा चाहिँ अलि यो रहेछ नि चाम्रो त्यसले गर्दा खेल्न सक्दैछ अन्त यता चाहिँ यस्तो रहेछ हौ अब टिभी पनि बेसी छैन रहेछ इलेक्ट्रिसिटी त छ लाइट चाहिँ आएको छ यो पनि अब आएर त्यति भएको छैन रहेछ अन्त यस्तो रहेछ लाइफ यता गाउँमा तिर खेल्नेको यो जग्गा चाहिँ यता रहेछ यो चाहिँ तितेपाती अब हिउँदोमा सबै सुकेको छ कि यो तितेपाती चाहिँ फार्म रोडमा अब यता यस्तो हेर्दाखेरि गाउँ घर चाहिँ अब कति 20 वटा मात्रै रहेछ घर यता गाउँमा अन्त गाडी पनि बेसी छैन रहेछ गाडी पनि अब बोलेरो एउटाको मात्रै रहेछ अन्त यो के अरे खेतको काम चाहिँ सबै यो अब कोही पाउचेले गर्दैछ यस्तो हेर्दाखेरि म यता आएर अब 5 दिन जस्तो भयो कि
अब पावर टिलरले गर्दैछ तर मलाई यो गोरु जोतेको पनि देख्यो गोरुले पनि गर्दैछ ल यता हेर्नुहोस् न पाउचुलर कस्तो रहेको छ भिङ भिङ भनेर यस्तो ल है पाउचुलर गरेर पाउचुलर पावर टेलर अब म गएपछि यता खेतबाट जानु पर्छ यो सुन्तला अब गाउँ चाहिँ साह्रै शान्ति राम्रो रहेछ कि हेर्नु तोरी रोपेको छ यो चाहिँ खेत अब आलु त रोप्दैन रहेछ यता हेर्नुहोस् अन्त सबै के अरे यतापट्टि चाहिँ खाली खेतको काम गर्नेको लागि यस्तो रहेछ अन्त सुन्तला यो चाहिँ अम्बक रहेछ अम्बक याले बेलदा आशले यो चाहिँ के हो फेरि गोरु जोत्नेको लागि हो रहेछ होइन पावर टेलरको सामान रहेछ ल है यस्तो रहेछ ब्युटिफुल रुखा भिलेज यता आयो भने अब रियल ग्रस नेसनल ह्याप्पिनेस चाहिँ यता देख्दैछ नि मान्छेहरू कोअपरेसन राम्रो अन्त के अरे अब गाडीको आवाज टाँटा टेटे छैन रहेछ कि अन्त बिहान चौराको आवाज अन्त के अरे सबै किनकि अब जङ्गल रहेछ कि उनीहरूको सराउन्डिङ चेन्ज अब यस्तो हेर्नुहोस् न डाँडा यता पनि डाँडा उता हेर्नुहोस् यता पछाडि पनि यो घरको पछाडि पनि डाँडा सबै यो जङ्गल यस्तो रहेछ त्यहाँदेखि अब चौराको आवाजहरू fresh air, very calm environment, cool temperature. So that's what you get to experience here in Bhutan. I mean in a rural village like Rukha, where you do not get there in Thimphu town. Of course, compared to other cities and like mega cities of other countries, we get to experience that fresh air even in Thimphu, but more than that, you see main things here in Bhutan. I mean in rural village at Rukha. So village. हेर्नु चौराको आवाज बाले
कहाँ सुन्छ होइन यस्तोहरूको टर्न मान्छेहरू पनि बिहान बिहान उठ्दैछौ यता अब के अरे यस्तो हेर्दाखेरि त उनीहरू 6-7 बेसी सुत्यो भने अब 6सम्म सुत्छ होला अब हामीले म चाहिँ 7मा उठेको कि अन्त के अरे उनीहरू चाहिँ हिजो म सोध्यो उनीहरूले भनेछ अब 4-5 तिर त उठ्छ भनेर यस्तो रहेछ गर्छिन् यताको यतापट्टि चाहिँ सबै फुल रहेछ फुल फुलाको टुङ्गा होगी बागेको गहुँ मेरी हजुरा ओए उता त्यो चाहिँ के हो सुङ्खुरको रहेछ होइन ल यो चाहिँ माटोले बनाएको यो के अरे घर माटो छ्याप 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 गरेर अब पछाडि त यस्तो खालको देख्दैन होला हाम्रो गाउँमा पनि ओइ सुँगुर दुइटा रहेछ त यता जङ्गलको सुँगुर त होइन होला नि सानो रहेछ चौराहरू कस्तो बसेको छ यसो ल सुँगुर ओइ झोल पनि लाग्दैन रहेछ हौ अल्ला क्युट ओइ ल यो उता चाहिँ गोरु जोत्दैछ खेतमा गाईहरू कस्तो राखेको छ यता हेर्नुहोस् न यस्तो रहेछ अन्त यो धान सुकेको धान दिएको छ नि त धान काटेर राखेको छ अब यस्तो रहेछ ल है नयाँ के अरे गफ यस्तो रहेछ अब गोरु जोतेको देख्ने भनेर एकखेप 시모되면 나면 너무 나 Gis. Nah, gis. Tomain, tomain. Wah. Wah, toma. Toma. Ya, ya. Ya, esto, ya es. Ándale. Wah, wah. Ah, toma es.
ततै जस टिभीको इमे अहिले चाहिँ के अरे प्र्याक्टिस दिँदैछ नि यो गोरु अहिले नयाँ अब यति ठुलो भएको छैन रहेछ कि गोरु त्यसले गर्दा अब प्र्याक्टिस गोरुहरू जाउँ यस्तो दिँदैछ ला फुलहरू त उता टाढोबाट देख्दा त यो रातो रातो गरेर कति राम्रो देख्दैछ नि घरको ल अब हामीले चाहिँ यो भन्छ कि अब के अरे यो पिचको फुल आयो भने रुखको फुलमा फुल आयो भने पिचको रुखमा फुल आयो भने अब जाडो लाग्छ भनेर यस्तो रहेछ ल फुल सबै आएको छ अब त ल गार्जिन अगाडि सबै सुन्तलाको बारी अन्त मुनि चाहिँ यस्तो खेतको बारी म चाहिँ उता माथिदेखि हिँडेर आएको यो गरेदेखि यो गार्जिन गेस्ट हाउस रहेछ नि ल oye आउँदैछु ngerara मालुम छैछ tu tama tageme ya namgi sal tube ah te zalo se che zawan maumede na zawan miumede che Dari last ay na amdo. Dari last Juni na. So, Rona ikagi मिलिसकी दे मी साप चाहिँ लोला मेमा दे अब यता गाउँको मान्छेहरूले चाहिँ नयाँ मान्छे देख्यो भने अब राम्रो गरेर कुसजाङबो नमस्ते भनेको यो भनेर अब बोल्दैछ नि हाम्रो टाउनमा त अब उता थिम्बुतेर उता त कहाँ बोल्छ होइन देखेपछि भागेर जान्छ अब भाग्नु त कहाँ भाग्छ होइन तर अब के अरे यति बोल्दैन नि टाउनमा अब अनुहारमा उनीहरू आफै काममा यस्तो बस्छ यता चाहिँ होइन रहेछ नि हेर्नुहोस् न कराहरू वाकमा गयो भने अब यस्तो खालको रोडमा वाक जानु पर्यो कता हो कुकुर पछाडि आउँछ हेर्नुहोस् ल यस्तो देख्दा त यता बस्ने पनि मन लाग्दैछ पर्मानेन्ट गरेर साह्रै राम्रो रहेछ नि Nice morning oxygen way. अब डाँडामा कति राम्रो देख्दैछ हेर्नु न ल है यस्तो रहेछ रुखको भिलेज चाहिँ सबै डाँडाले यस्तो अब भुटानको आर्किटेक्चर हेऱ्यो भने त अलि अर्को रहेछ नि हेर्नुहोस् न मुनिको चाहिँ खाली हो कि अन्त पहिला चाहिँ यस्तोमा
गोरुहरू राख्छ अरे माथिको चाहिँ अब मान्छे बस्छ नि यस्तो यसमा चाहिँ अब जाँदा चाहिँ अब यस्तो बिचबाट जानु पर्यो बिचमा खेतबाट ल अघिको सुँगुर यता पुगेको छ अन्त उता दुइटा हेर्नुहोस् सानो सुँगुर दुइटा ल यो चाहिँ के रोपेको छ साग हो साग त होइन रहेछ यो तोरी जस्तो देख्छ तोरी हो ल यहाँ हामीले चाहिँ कोही कोही बेला यस्तो के अरे यतापट्टि के अरे खेतमा यस्तो बनाएर यो घाँस चाहिँ यो के अरे यो चाहिँ गाईमा दिनको लागि अब धान चाहिँ कोही कोही बेला केटाकेटीहरू उसको माथि गएर पनि काम गर्छ नि बस्छ पहिला यस्तो बसेको कुरा थुप्रो सुन्यौँ भने कथा अब हामी सानो बस्दा त अब खेल्ने पनि खेल्छ उता कति राम्रो लाग्छ सुत्ने पनि सुत्छ बिहान अब राति टिम्बुर टिपेको छैन रहेछ त टिम्बुर त यता यस्तो फ्याङ्छ क्यौ ओइ यस्तो राखेको छ त टिम्बुर सबै हेर्नुहोस् न त्यो होइन ल ए ल ए प्र्याक्टिस ल म त भन्यो ए शुबिलुमे ल खेतमा यस्तो रहेको छ अन्त माछा पनि यस्तो उनीहरूलाई राखेको छ कि माछाको बिजनेस पनि गर्दैछ नि यता चाहिँ फेमस चाहिँ यहाँ दोसेम भनेर छ रोस्टेड माछा आगोमा लगाएर खानेछ होइन यो माछा पोलेर ल है धन्यवाद मेरो मर्निङ वकको भिडियो चाहिँ त्यति हो अब धेरै धेरै धन्यवाद पुटिन्स ज्यास्टरको युट्युब सब्सक्राइब गर्ने नबिर्सिनुहोस् थ्याङ्क यू सो मच